नमस्ते साथीहरू, यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु प्रोसुजनको युट्युब च्यानलमा। आज म यहाँहरूको लागि गोरखापत्र संस्थान केन्द्रीय कार्यालयले खुलाएको विभिन्न पद अन्तर्गतका तहहरूको मा खुलेका कोटाहरू यहाँलाई बताउन गइरहेको छु। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। 2042 साल माघ 16 गते प्रकाशित भएको सूचना हो। गोरखापत्रमा विभिन्न पदका तहहरू तह 2 देखि तह 9 सम्मका पदहरू खुलेका छन्। विभिन्न समावेशी कोटामा पनि खुलेका छन्, खुल्ला सहितका। तह 9 मा खुल्लातर्फ 1 जना मात्र खुलेको छ, परीक्षा दस्तुर 1500। त्यस्तै 6औं तहमा खुल्लातर्फ 32 जना, महिलातर्फ 8 जना, आदिवासी जनजाति 7 जना, मधेसी 8 जना गरी जम्मा 55 जना खुलेको छ र यसको परीक्षा दस्तुर 1000 रहेको छ। समावेशीको लागि भने थप दस्तुर लाग्ने छ। त्यस्तै 5औं तहको लागि खुल्लातर्फ 10 जना, महिलातर्फ 4 जना, आदिवासी जनजातितर्फ 3 जना, मधेसीतर्फ 1 जना गरी जम्मा 18 जनाको कोटा खुलेको छ। परीक्षा दस्तुर 700 रहेको छ, 700 थप दस्तुर भने लाग्ने छ। त्यस्तै 4औं तहको लागि खुल्लातर्फ 2 जना खुलेको छ, जम्मा 2 जना पद, परीक्षा दस्तुर रहेको छ 600। तेस्रो तहको लागि खुल्लातर्फ 1 जना, महिलातर्फ 2 जना गरी जम्मा 3 जना खुलेको छ, परीक्षा दस्तुर 500 रहेको छ। त्यसरी दोस्रो तहको लागि खुल्लातर्फ 3 जना, महिलातर्फ 1 जना, आदिवासी जनजाति 1 जना गरी जम्मा 5 जनाको कोटा खुलेको छ, परीक्षा दस्तुर 400 रहेको छ। समावेशीको लागि थप दस्तुर लाग्ने छ। जम्मा 86 जनाको पदका तहहरू खुलेका छन्। 86 जनाको पद खुलेको छ। दरखास्त फारम पाइने स्थान भनेको संस्थानको वेबसाइट www.gorkhapatra.org.np बाट यहाँले डाउनलोड गर्न सक्नुहुनेछ। र फारम बुझाउने स्थान गोरखापत्र संस्थानको केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँमा रहेको छ भने दरखास्त दिने अन्तिम मिति 2042 साल फागुन 7 गते रहेको छ। त्यस्तै दोबर दस्तुरमा दरखास्त दिने अन्तिम मिति 2042 साल फागुन 14 गते रहेको छ। हस्त साथीहरू, यहाँले भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।